हेलो, नमस्ते। म उमेश रनियार। आज एउटा बहुत सिरियस इस्यु महिलाहरूको सौन्दर्यसँग सम्बन्धित विषयमा हामी छलफल गर्दैछौँ। यो तपाईँको स्वास्थ्यसँग पनि सम्बन्धित कुरा हो। आजको डेटमा कुनै पनि महिला यङ या ओल्ड एज कोही पनि छ भने कस्मेटिक युज नगर्ने बहुत बिरलै पाइन्छ, होइन? सो हरेक घरमा हरेक महिलाले कुनै न कुनै कस्मेटिक्स युज गरेर आउँछ। अब यो स्टोरेज यो कस्मेटिक्सहरू 1 वर्षसम्म युज गर्ने कि खोले 6 महिनापछि 6 महिनासम्म युज गर्ने कि 2 वर्षसम्म युज गर्ने, यो कुराले के कुराले तपाईँको निर्धारण गर्छ? सबभन्दा पहिला त त्यो प्रोडक्टमा तपाईँको एक्सपायरी डेट हुन्छ, होइन? एक्सपायरी डेट तपाईँको जुन हुन्छ त्यो पहिला हाम्रो एउटा युज गर्ने आधार भयो। दोस्रो कुरा हाम्रो स्टोरेज कन्डिसन। अब कुनै पनि कस्मेटिकलाई हामी सनलाइटमा एक्सपोज गरेर राख्नु भएन, होइन? एउटा सनलाइट प्रोटेक्टेड एरियामा तपाईँको जस्तो ड्रेसिङ टेबल्सहरू हुन्छ, होइन? त्यहाँ प्रोटेक्टेड एरियामा ड्रवरभित्र राख्न सक्नुहुन्छ, होइन? त्यसपछि यसलाई चाहिँ हाई टेम्परेचरमा राख्नु भएन, होइन? र त्यसपछि अर्को कुरा के हो भन्दाखेरि एक्सपोजरमा हामी कुरा गर्ने हो भने हामी यो प्रडक्टलाई यसरी खोलेपछि यो जुन छ प्रडक्ट युज हुने जुन यसको प्रडक्ट छ त्यो त अब ओपन एरियाको एटमोस्फियरको उसमा आयो। अब आइसकेपछि यसलाई हामीले फेरि युज गरिसकेपछि प्रोपरली यसलाई क्लोज नगरिकन हामीले एज इट इज यसरी राखेर 1 घन्टा छोडिदिउँ। सो भन्दाखेरि यो बिल्कुलले पनि कन्टामिनेसन गरायो, यहाँ पनि एटमोस्फियरिक कन्टामिनेसन हुने चान्सेस भयो र वाटर बेस भएकोले यो प्रडक्टमा चाहिँ ब्याक्टेरियल ग्रोथ हुने चान्सेस हाई भयो। त्यस कारणले हामीले युज गरिसकेपछि हरेक कस्मेटिकको प्रडक्टलाई प्रोपरली क्लोज गरेर यहाँ राखिदिनुपर्छ, होइन? सो त्यस कारणले अब यी प्रडक्ट्सहरू हामी कुरा गर्ने कस्मेटिक्समा भने एउटा एक्सपायरी डेट भयो, नम्बर 2 स्टोरेज कन्डिसन भयो, र त्यसपछि एउटा अर्को इम्पोर्टेन्ट कुरा आउँछ पिएओ भन्ने, पिरियड आफ्टर ओपनिङ। तपाईँ कुनै पनि राम्रो कम्पनीको कस्मेटिक्सहरू युज गर्नुहुन्छ भने त्यसमा चाहिँ नि एउटा तपाईँले हेर्नुहुन्छ कि बोतलको मुख खोलेको हुन्छ र त्यसमा 3M 6M 12M 18M लेखेको हुन्छ। तपाईँ हेरिरहनु भएको छ 3M लेखेको छ र बोतलको क्याप चाहिँ खोलेको छ। यो पिएओ हो। यो 3M पिएओ भनेको के हो भन्दाखेरि तपाईँको पिरियड आफ्टर ओपनिङ भन्दाखेरि यो प्रडक्टलाई म 3 महिनासम्म खोलेको 3 महिनाभित्रमा युज गरिसक्नुपर्छ। कुनैमा 6M हुन्छ, कुनैमा 12 हुन्छ, कुनैमा 18 हुन्छ, होइन? सो भन्दाखेरि वन्स यु ओपन त्यसलाई त्यो 3M 6M पिरियडभित्रमा युज गरेको राम्रो, होइन? बशर्ते कि तपाईँ प्रोपरली स्टोरेज गर्नुहुन्छ र एक्सपोज अघि देखाए जस्तो एक्सपोज गर्नुहुन्न भने।